रवि र छवि यो दुईजनाको मुद्दा हिजो पनि सुनवाई भएन। ठ्याक्कै एक हप्ताको लागि अर्को हप्ताको बिहिबार सुनवाई हुने भनेर हिजो पनि स्थगित भएछ। मैले कहिले पनि रवि लामिछाने दोषी छन् अथवा छैनन्, उनलाई चाहिँ थुनामुक्त गराउनु पर्छ, उनी निर्दोष छन् भनेर कहिले पनि भनिन। तर त्यस्तै सेम केसमा सहकारी केसमै सहकारीको पैसा अपचलन गरेकै केसमा काङ्ग्रेसका, एमालेका, माओवादीका, अन्य पार्टीका दलका नेताहरूले चाहिँ ठगेर अरबौँ अरबौँ ठगेर हानेर उनीहरू अहिले खुलेआम घुमिरहेको छन्। पक्राउ परे, कति पक्राउ परेर पनि केही दिनमा निस्के। उनीहरूलाई चाहिँ एउटै मुद्दामा चाहिँ जेल कारागार नहुने, अनि रवि लामिछानेलाई सेम मुद्दामा चाहिँ अहिलेसम्म पनि कुनै किनारा नलगाएर अथवा धरौटी नदिएर मजाले जेलमा राख्ने। यो पहिलोको सरकारले त प्रतिशोध साँध्यो। डर थियो। रवि लामिछानेले नयाँ पार्टी खोल्यो, 4 महिनामा 11 लाख मत ल्यायो, 12 लाख चान्चुन, अनि यति धेरै जनताको लोकप्रिय बन्यो भन्ने उनीहरूलाई डर धेरै थियो। अब यसले चाहिँ बटाबट फाइल खोल्छ। गृहमन्त्री बनेपछि 6-7वटा फाइल खोलेको पनि हो र पक्राउ पनि गर्न सुरु गरेको। अब यसले केही गर्छ भन्ने भइसकेपछि दुईटा ठुलो दल मिले होइन, उसलाई चाहिँ प्रतिशोध साँधेर जेलमा हाले। तर अहिलेको सरकारले चाहिँ कमसेकम छिटोभन्दा छिटो उनको मुद्दा किनारा गर्नु, दोषी नै भए पनि उनलाई बाहिर निकालेर तारिखमा उनलाई बरु बाहिरबाट मुद्दा लड्न दिनु। यो त अन्यायमाथिको अन्याय हो क्या। आँखा चिम्म गरेर पनि मान्छेले सोच्यो भने यो अन्याय नै लाग्छ क्या। यस्तै कसुरमा योभन्दा बढी ठगी हानेकाहरू खुलेआम हिँडिरहेको छन्, उनीहरूलाई मतलबै छैन। यहाँ कानुनमाथि भेदभाव भइरहेको देख्दाखेरि नराम्रो लाग्ने हो क्या। नभए भने निर्दोष छन्, उनी निकाल्नै पर्छ, छोड्नै पर्छ भनेर त भनेको छैन नि त होइन। तर बाहिर आएर लड्न चाहिँ पाउनुपर्छ मुद्दा, यो चाहिँ ग्यारेन्टी हो।